नमस्ते साथीहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज म यहाँहरूको लागि राष्ट्रिय खोप तालिका जुन नेपाल सरकार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु काठमाडौँ द्वारा प्रकाशित यो सामग्री यहाँलाई पस्कन गइरहेको छु। राष्ट्रिय खोप तालिका, यदि यहाँहरूका बालबच्चा हुनुहुन्छ भने कुन उमेरका बालबच्चालाई कति पटक कुन खोप लगाइन्छ यहाँहरूलाई म बताउन गइरहेको छु। पहिलो भेट जन्मने बित्तिकै उमेरका बालबालिकालाई BCG खोप लगाउनु पर्दछ। त्यसपछि यहाँहरूको बालबच्चा 6 हप्तासम्म पुग्नु भएको छ भने यहाँले रोटा, पोलियो, PCV, DPT, एबिएब जम्मा 4वटा खोप यहाँले लगाउनु पर्ने हुन्छ 6 हप्तामा। त्यस्तै जन्मेको 10 हप्तामा रोटा, पोलियो, PCV, DPT, एबिएब जम्मा 4वटा खोप लगाउनु पर्दछ। त्यस्तै जन्मेको 14 हप्तामा पोलियो, FIPV, DPT, एबिएब यी 3 प्रकारका खोप यहाँले लगाउनु पर्ने हुन्छ। त्यस्तै जन्मेको 9 महिनामा FIPV, PCV, दादुरा, रुबेला 3 प्रकारका खोप यहाँले लगाउनु पर्ने हुन्छ यहाँहरूको बालबालिकालाई। त्यस्तै यहाँहरूको बालबालिका 12 महिना पुग्नु भएको छ भने जापानिज र इन्सेफ्लाइटिसको खोप लगाउनु होला। यदि यहाँहरूको बालबालिका 15 महिनामा पुग्नु भएको छ भने यहाँले दादुरा, रुबेला, टाइफाइड खोप लगाउनु पर्ने हुन्छ। यो खोप निःशुल्क पाइन्छ। नेपाल सरकारका विभिन्न स्वास्थ्य संस्थाहरूले प्रत्येक महिनाको यति गते दिने भनेर तोकेका हुन्छन्। यहाँले नजिकैको स्वास्थ्य चौकीमा गई, स्वास्थ्य संस्थामा गई सम्पर्क गर्नुहोला। धन्यवाद।